टेन्सन मैले बाघसित सँगै तपाईँहरू चाहिँ हिँडेको मान्छे हो चप्पा आएर बाख्रा पाठो क्याक्क पारेर लिएर हिँड्यो यहाँ घरबाट क्या झुटमा सत्य मैले यो झुट कुरो बोलेको छैन तुलसा पत्ता समातेर भन्ने कुरा हो ए क्यारी गोस् भने त्यहाँ यस्तो छोड यहाँ त्यो बच्चालाई लिएर कहाँ हिँडिस् भने के अरे न ल कहाँसम्म जाँदो रहेछस् भनेर त्यहाँबाट लखरा लिएर हिँड्छ छोड्छस् कि तँलाई यहाँ ढुङ्गाले वर्षम भन्छु के अरे घरिघरि त गाली पनि गरेँ क्या बाबु छोडेन तपाईँको यहाँ 400 मिटर जति हिँडेर गइयो त्यो थलो रिपा 15 माथि होइन रिपा डाँडामा पल्ला डाँडामा पल्लो डाँडामा पुर्यायो यसो गरेको छ हेरेको छ म पछि हिँडेँ बाघले यत्रो हो त नि बाख्रा पाठो जुन आएर छोड्छस् कि अब क्यार्छस् है भनेको त्यहाँ मर्लक्क हेर एकछिन यसै हेरेर ल छोड त यो हत्ती भयो तँलाई पाप लाग्दैन भने यी आदि कुरा बुढेबुढी कुरा गरे ट्याप्प राख्यो त्यहाँ मलाई हेर्न पर्दैन तेरो बाटो जा खरक्कै भनेको त लोखरक्क झऱ्यो यही भाउ पाठै छोडेर त्यो पाठो ल्याए मैले जिउँदै थियो ल्याएर त्यहाँ कुना माथि राखेँ घाममा त्यहाँबाट सारमुसुर गरेँ त्यो हुर्क्याइयो बाँच्यो किन बाँचेन केही जाँदै न छेडिया थियो न केही जाँदै भएन त्यो हुर्क्याएको हो त्यहाँ बुढीले बिर्सियो होला र त्यसरी बाघसित पनि कुरो मिल्छ बाबु